हाम्रो पोलिसीले सपोर्ट गर्नुपर्छ भन्ने विषयमा पनि आज हामी छलफल गर्नेछौँ। मसँग हुनुहुन्छ 3 जना प्यानलिस्ट। हाम्रो ब्युटी सराफ, उहाँ चाहिँ खास गरी यो बेबी सामग्रीहरूको इम्पोर्ट गर्नुहुन्छ। अबिबी भन्ने अस्ट्रेलियाको एकदमै राम्रो ब्रान्डको नेपालको अथोराइज इम्पोर्टर हुनुहुन्छ उहाँलाई यो प्यानलमा स्वागत गर्न चाहन्छु। त्यसै गरी तिलकराज पाण्डे सर हुनुहुन्छ, उहाँ चाहिँ नेपाल ब्याङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। उहाँको नेपालको ब्याङ्किङ इन्डस्ट्रीमा करिब 37-38 वर्षको लामो अनुभव छ। त्यसले पनि आज हामी यो सेक्टरमा नेपालको ब्याङ्किङ इन्डस्ट्रीले कसरी प्रमोट गर्न सक्छ, उद्यमशीलता जन्माउन के भूमिका खेल्न सक्छ भन्ने विषयमा हामी गफ गर्नेछौँ। त्यसै गरी मसँग नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव धनराम शर्मा, जो यही सुर्खेतकै छोरो उहाँ हुनुहुन्छ। उहाँ पब्लिक पोलिसी, खास गरी फिस्कल पोलिसीमा लामो समय काम गर्नुभएको, नेपालको बजेट धेरैवटा बजेट लेख्नुभएको व्यक्ति हामीसँग हुनुहुन्छ। पोलिसीले सपोर्ट गर्दाखेरि इन्डस्ट्री कहाँ पुग्छ, कसरी पुग्छ, राजस्व कसरी वृद्धि हुन्छ भन्ने सवालमा पनि उहाँले काम गर्नुभएको छ। म धनराम सरलाई पनि यहाँ स्वागत गर्न चाहन्छु। आज हामी उद्यमशीलताको आँगनमा अर्थको उजेलो यसैमाथि केन्द्रित भएर गफ गर्नेछौँ। खास गरी म ब्युटीजीसँग जान चाहन्छु। तपाईँ विगत 8 वर्षदेखि व्यवसायमा आबद्ध हुनुहुन्छ। नेपालमा व्यवसाय गर्नलाई कतिको सहज छ, पोलिसीले कतिको फेभर गरेको छ, नेपालको फाइनेन्सियल सिस्टमले कतिको सपोर्ट गरेको छ? नमस्कार। सर्वप्रथम त हाम्रो यहाँको आयोजकलाई धेरै धन्यवाद मलाई यस्तो इम्पोर्टेन्ट प्यानल डिस्कसनमा आमन्त्रण गरिदिनलाई, र साथै सबैलाई मेरो नमस्कार। यहाँ उपस्थित भएका सबै श्रोतागणलाई म ब्युटी कुमारी सराफ, आइबिबी नेपालको एकल सञ्चालक र शुभम हेल्थ केयरको सञ्चालक, जसले हामी अस्ट्रेलियादेखि लगायत चाइनादेखि नेपालसम्म ट्रेड बिजनेसमा आबद्ध छौँ। यति भन्दाखेरि म तपाईँको डाइरेक्ट क्वेसनमा आएँ। यो क्वेसनको एन्सर एक शब्दमा छैन। जस्तै हामी घरबाट बाहिर निस्किने बित्तिकै कतिको सजिलो छ त्यहाँ पुग्न भन्नुभन्दा पनि यदि हिँडिराख्यो, निरन्तर रूपमा कन्सिस्टेन्सी मेन्टेन गरिराख्यो, काम गरिराख्यो, कामलाई काम जस्तो होइन कि हामीले यो 8 वर्ष बिजनेस गर्दाखेरि चाहिँ यो 8 वर्ष कसरी सक्यो भनेर हामीले 85 वर्ष कम्प्लिट मनाउँदा चाहिँ थाहा भयो कि 5 वर्ष सकेर हामीलाई पनि लास्टमा इन्भिटेसन कार्ड्सहरू छपाउन जाँदा चाहिँ 5 वर्ष कम्प्लिट लेखाउन चाहिँ हामीलाई पनि अचम्म लागेको थियो। 2-4 जनाले सोध्नु पनि भयो, 5 इयर्स कम्प्लिट भयो है? मदर सरले नै सोध्नु भयो यो ब्रान्ड आएको। हामीलाई चाहिँ हो रहेछ, भइसकेको रहेछ। 3 वर्षदेखि हाम्रो प्लानिङ र 5 वर्ष यो प्रडक्ट फाइनली आएको चाहिँ कम्प्लिट भएछ भनेर हामीलाई पनि लागेको थियो। अब यसो हेर्दाखेरि 5 वर्षको सङ्घर्षहरू, गरिएको कामहरू, प्लानहरू र प्लानको एक्जिक्युसनहरू सम्झिन चाहिँ एकदमै के गरियो जस्तो एकदमै सम्झिन नि गाह्रो छ। तर यो गर्दाखेरि चाहिँ अब कामलाई काम हो भन्यो भने चाहिँ गाह्रै छ। तर होइन, म के समाजले के दिन चाहन्छु, कुनै प्रब्लम सोल्भ गर्न चाहन्छु, गर्नेतिर लाग्यो भने सजिलो छ। अहिलेको व्यवसाय गर्नलाई जुन बाहिर बजारमा भाष्य बनिएको छ, नेपालमा बिजनेस गर्न त्यति सजिलो छैन भन्ने भाष्य जबरजस्त इस्ट्याब्लिस छ। तपाईँको अनुभवमा त्यस्तो छैन? मेरो अनुभवमा अहिले त्यस्तो गाह्रो जुन भाष्य बनेको छ एकदमै गाह्रो छ। जुन नेपालीलाई सोध्दा पनि सोचै हुन्छ गाह्रै छ नेपाल भन्ने जुन एउटा ट्यागलाइन बनेको छ नि, त्यस्तो पनि छैन, सजिलै छ। मेरो यो उमेरमा आइपुग्दा मैले एउटा 1 अर्बको कम्पनी उभ्याउन सक्छु भने गर्न सकिन्छ। त्यो पछाडि चाहिँ हामीलाई मोरल सपोर्ट चाहिन्छ अलिकति पुस गर्नलाई। तर कामलाई काम जस्तो ठाने भने चाहिँ कहिले सकिन्छ जस्तो हुन्छ, कहिले ठुलो मान्छे बनिन्छ भन्ने जस्तो लाग्छ। तर हामीले 0 देखि अहिलेसम्म आउँदाखेरि हामीले गाह्रो लागेन। हस्, धन्यवाद। म फेरि आउनेछु। म तिलक सरसँग आउन चाहन्छु। नेपालको फाइनेन्सियल सेक्टरलाई सरले नजिकबाट विगत 35-36 वर्षदेखि निहालिरहनु भएको छ। मैले खास सरलाई सोध्न खोजेको, नेपालमा
साना तथा मझेला उद्यमीलाई जहिले पनि अर्थतन्त्रको मेरुदण्डको रूपमा लिइन्छ। त्यसै अनुसार सरकारले पनि सेन्ट्रल ब्याङ्कले यो क्षेत्रलाई प्रमोट गर्नभन्दा अनिवार्य कर्जाको दिनै पर्ने व्यवस्था पनि गरेको छ। तर त्यो कर्जा चाहिँ तपाईहरुले दिँदाखेरि निड बेसमा कतिको आधारित हुनुहुन्छ? तपाईहरुले दिएका कर्जाले कतिको उद्यमीहरू जन्मिएका छन्? थ्याङ्क यू सुजनजी। सर्वप्रथम म पनि यो कुराकानीका कार्यक्रमका आयोजक र यहाँ बस्ने सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु नेपाल ब्याङ्क लिमिटेडको तर्फबाट, मेरो तर्फबाट पनि। विशेष गरी नेपाल राष्ट्र ब्याङ्कको प्रायोरिटी सेक्टरको लगानीको कुरा गर्नुभयो। यसमा निड बेस भएर नै दिने हो। ब्याङ्क वित्तीय संस्थाले कुनै पनि परियोजनालाई चाहिँ सामान्यतः केही मापदण्ड राखेर एनालिसिस गरेको हुन्छ। यसमा इन्टरप्रेनियरको एक्सपिरियन्सहरू के छ, उसको चाहिँ स्किल के छ, उसको एजुकेसन के छ, नलेज के छ, एउटा त्यो कुरा हेरिन्छ। अर्को त्यो इन्डस्ट्री अथवा त्यो इन्टरप्रेनियरसिप जुन चाहिँ त्यो व्यवसाय छ, त्यो व्यवसायको क्यास फ्लो साइकल कसरी चलिरहेको छ, त्यसले ब्याङ्कको लोन तिर्न सक्ने क्षमता के छ, त्यो आधारमा एउटा अर्को एनालिसिस गरिन्छ भने अर्को चाहिँ यो हामी एउटा परम्परागत ब्याङ्किङलाई छोड्न सकेका छैनौँ। अहिले पनि नेपालका ब्याङ्कहरूले धितो एउटा अर्को फेरि कोल्याटरल पनि हामीले हेर्छौँ। यो कोल्याटरल हेरेर लगानी गर्ने जबसम्म हामी गर्छौँ ब्याङ्किङ सेक्टरले, हामी मात्र होइन, एउटा ब्याङ्क होइन, सिस्टममै यस्तो छ, कसैले थोरै कसैले धेरै होला, त्यो गरिन्जेलसम्म इन्टरप्रेनरसिप डेभलप हुने र स्टार्टअप डेभलप हुने सम्भावना कम देखिन्छ। संसारमा जहाँ पनि स्टार्टअपहरू फेल हुने सम्भावना 80-85% हुन्छ। तर ब्याङ्क वित्तीय संस्थाको पहिलो कर्तव्य हाम्रो चाहिँ अहिले जनताको निक्षेपको सुरक्षा गर्नु हो। जनताको निक्षेपको सुरक्षा गर्ने सन्दर्भमा अझ बढी केयरफुल भएर धितोलाई अलिक प्रायोरिटी दिएको हो। नेपालका ऐन कानुन नियमले उद्योग फेल हुने छुट दिँदैन। उद्योग व्यवसाय छुट यसलाई चाहिँ वाइन्ड अप गर्नलाई, यसलाई क्लोज गर्नु पनि त्यति नै गाह्रो, जति इस्टाब्लिस गर्न गाह्रो छ त्यति नै गाह्रो छ त्यसलाई क्लोज गर्नु। यहाँ ब्ल्याकलिस्टेड हुन पाइँदैन सामान्यतः। ब्याङ्कले गर्यो भने गर्यो, म आफू चाहिँ हात उठाउनु पाउँदैन। एउटा इन्कम लेभल लिएर चाहिँ एउटा घर होम लोन लिएको चाहिँ भोलि इन्कम त्यसको जब छुट्यो, त्यसको बिजनेस डुब्यो भने उसले साँचो बुझाउनु पाउँदैन। एउटा आफ्नो इन्कम हेरेर चाहिँ अटो लोन लिएको मान्छेले त्यो, जस्तो एउटा इक्जाम्पल दिउँ, 2007-08 अमेरिकामा जुन एउटा सबप्राइम लेन्डिङ भनेर त्यहाँको रियल इस्टेटमा आएको चाहिँ गिरावटले चाहिँ उद्योग व्यवसाय डुब्दाखेरि सबैले उद्योग व्यवसायले चाहिँ साँचो लगाएर कारको साँचो, घरको साँचो बुझाउँदाखेरि उनीहरूले छुटकारा पाउनु। संसारमा यस्तो, तर हामी कहाँ त्यो छुट छैन। अर्को कुरा हजुरले जुन भन्नुभयो निड बेस नै हो दिने त, तर निड बेस भने निड बेसलाई मात्रै आधार बनाउन मैले अघि भनेका केही कुराहरूमा फरक पर्छ। त्यसमा हामी कहाँ एउटा के पनि देखिन्छ भने उद्योगी व्यवसायीहरूको पनि आफ्नो व्यवसायको आफ्नो केही कमी कमजोरीहरू देखिन्छ। एउटा त व्यवसाय गर्ने कल्चर लिएर आएको हुँदैन, आफ्नो क्षमतालाई पनि आकलन गरेको पाइँदैन कतिपय ठाउँमा। आफ्नो क्षमताभन्दा ठुलो उद्योग व्यवसाय सुरु गरिराखेको हुन्छ। त्यसपछि त्यो उद्योगको आय व्यय, उद्योगको एकाउन्ट र आफ्नो व्यक्तिगत एकाउन्टलाई सेपरेट गर्न सक्दैन उद्योग व्यवसायले। त्यो उद्योग व्यवसायी जुन चाहिँ ठुला उद्योगीले गर्छ, ठुला व्यवसायीले गर्छ, ठुला बिजनेसम्यानले गर्छ, उद्योग र व्यवसायलाई सेपरेसन, उद्योग र व्यक्तिगत कारोबारलाई सेपरेसन, त्यस्तो सानाले गरेको देखिँदैन। अनि अर्को साना व्यवसायीहरूमा भएको अर्को कमी कमजोर के दिन्छ, एकाउन्टिङ पनि प्रपर एकाउन्टिङ राखिएको हुँदैन, उनीहरूसँग नलेजको कारणले गर्दा प्रपर एकाउन्टिङ राखिएको हुँदैन। ब्याङ्कले यी कुराहरू खोज्छ, त्यसले गर्दा पनि इन्टरप्रेन्योरसिप डेभलप हुन नसकेको जस्तो लाग्छ मलाई। हस्, धन्यवाद सर। म धन्याम सरसँग आउन चाहन्छु। धन्याम सरले लामो समयदेखि हाम्रो बजेट जुन एक आर्थिक वर्षका लागि ल्याइने डकुमेन्ट हो त्यो बनाउँदै आउनुभएको छ र विभिन्न उद्योगी व्यवसायीसँग अनवरत छलफल पनि गर्नुहुन्छ बजेट लेखनका सिलसिलामा, बजेट लेखन सुझाव समितिकै हिसाबले पनि। तपाईहरुलाई चाहिँ जस्तो
अहिले हामीले यसो हेऱ्यौँ भने काठमाडौँबाट यता लाग्दै गर्दा चितवन एउटा इन्डस्ट्रियल हब बनेको छ, त्यहाँबाट अलि ओर आयो भने भैरवा नेपालगञ्ज हुँदै त्यहाँसम्म आएर ब्रेक लागेको छ। यो सुर्खेतमा चाहिँ हामीले अलिकति ठुलो स्केलमा इन्डस्ट्री आएको पनि देखिँदैन। अनि अब यहाँ अलिकति सर्भिस सेक्टरले केही ग्रोथ गरेको छ, नभए इन्डस्ट्रियल सेक्टरको त्यस्तो ठुलो पर्फर्मेन्स छैन। यहाँ हाम्रो पोलिसीले काहीँ एड्रेस नगरेको जस्तो हजुरलाई लाग्छ कि लाग्यो? धन्यवाद सुजनजी। म पनि पहिला त यो कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। दोस्रो मञ्चबाट वक्ता भएको यो कर्णाली उत्सवमा प्रश्न असाध्यै महत्त्वपूर्ण गर्नुभएको छ। उद्यमशीलता त्यसमा पनि कर्णालीमा अरू प्रदेशको तुलनामा कम छ भन्ने कुरा गर्नुभएको छ। कम हो, तुलनात्मक रूपमा कम हो, तर भएको चाहिँ सबै हामीले एउटा के कुरा बोल्नु हुँदैन। कहिलेकाहीँ हामी चाहिँ अलिकति केही पनि भएन भन्ने न्यारेटिभ बनाउँछौँ, त्यस्तो पनि होइन। केही न केही पहिलाभन्दा हामीले अलिकति कम्पेयर गरेर हेऱ्यौँ भने चाहिँ पहिलाभन्दा भएको पनि होला, भएको पनि छ, हामी पनि त्यो देख्छौँ। तर हामीले खोजे यति भएन। हामी जति जुन स्पिडमा खोजेका थियौँ, जुन तीव्रताहरूले खोजेका थियो उद्यमशीलता, त्यो भएन भन्ने विषय मात्रै हो। अब त्यसमा के हो भने उद्यमी लगानीकर्ता नाफाको लागि लगानी गर्छ, व्यवसाय सुरु गर्छ, त्यो अन्डरस्टुड हो। पहिलो फन्डामेन्टल्स त्यही नै हो। अब नाफाको लागि सुरु गर्दाखेरि उसले मार्केट हेर्छ, पूर्वाधार आवश्यक पहिलो शर्त हुन्छ। कुनै पनि इन्डस्ट्री, कुनै पनि व्यवसायको लागि चाहिने पूर्वाधार छ कि छैन भन्ने कुरा उसले पहिलो शर्तको रूपमा हेर्छ। पोलिसी स्टेबिलिटी कुरा पनि हेर्छ। तपाईँले जुन नीतिगत सुधारको कुरा गर्नुभयो, नीतिगत सुधार पनि हामीले गर्दै आएको पनि हो, नभएको पनि होइन। अघिल्लो वर्ष हामीले एकैपटक थुप्रै कानुनहरू संशोधन गऱ्यौँ, सबै लगानीसँग सम्बन्धित कानुन संशोधन पनि गरेका थियौँ। ल त एकैपटक गरौँ, यो चाहिँ एउटा कानुन संशोधन गर्नु पनि समय लाग्यो। एकैपटक गरिदियो, एउटा चाहिँ कम्प्रिहेन्सिभ एउटा बिल ल्याएर सबै कानुन संशोधन गर्दै गर्ने अभ्यास पनि गऱ्यौँ। अझै पनि कानुन संशोधन बाँकी छ, फेरि अझै पनि कानुन संशोधन सकिएको यो पनि एउटा रेगुलर प्रक्रिया हो। कानुन संशोधन गर्ने प्रक्रिया पनि सकिने प्रक्रिया हो। तर त्यति हुँदाहुँदै पनि अघि मैले भने जस्तो पूर्वाधार, मार्केटको कुराहरू पनि त्यसमा म्याटर गर्छ। हामी कुन खालको इन्डस्ट्री, कुन खालको उद्यमशीलता खोजिरहेको छ भन्ने कुरा पनि म्याटर गर्छ। यो ठाउँ पक्कै पनि के हुन सक्ला भन्दाखेरि जुन उद्योगको सम्भावना चितवनमा छ या चाहिँ नेपालमा छ, त्यो उद्योगको सम्भावना सुर्खेतै नहुन पनि सक्छ, होइन? त्यो सुर्खेतको अर्कै सम्भावना हुनसक्छ, कर्णालीमा अर्कै सम्भावना हुनसक्छ। सम्भावनाको आधारमा पनि हुन्छ त्यो कुराहरू। यहाँ पनि केही सम्भावनाहरू छन्। फेरि मैले सम्भावना कम गरेर भएको होइन भने होइन, सम्भावना यहाँ पनि छ, फेरि आफ्नै सम्भावना छ। अब ठुलै सर्भिस इन्डस्ट्रीको कुरा गर्ने भने हाइड्रो पावरमा ठुलो सम्भावना छ। दुईवटा ठुला हाइड्रो पावर प्रोजेक्टहरू अगाडि बढेका छन्। अब यो तपाईँलाई थाहा छँदैछ, तिनवटा त कर्णालीमै छ अहिले। बगु कर्णाली, यो चिसा माथिल्लो कर्णाली, बेतन कर्णाली, तिनवटा कर्णाली प्रोजेक्ट, तिनवटा हाइड्रो पावर अगाडि बढेकै छ। स्लो भएको छ तर अगाडि बढेकै छ। अरू पनि जडीबुटीमा आधारित उद्योगहरू पनि छन्। त्यसैले आफ्नो ठाउँको सम्भावना के हो भन्ने कुरा नै मुख्य रूपमा हुन्छ। अरू साना एसएमइजहरूको ग्रो गर्ने कुरामा सुर्खेतको मात्रै नभएर ओभरअल देशभरिको कुरा गर्दा पनि केही समस्याहरू छन् उद्यमीका। अघि उहाँले पनि केही कुरा भन्नुभयो। उद्यमीका समस्याहरू हामीले साना उद्यमीहरूलाई कोल्याटरल बेस लोन, सबभन्दा पहिला उद्यमीलाई पैसा चाहिन्छ ब्याङ्कमा गएर। पैसा चाहिन्छ ब्याङ्कमा होइन, पैसा चाहिन्छ। पैसा पाउने कहाँबाट? आइदर पुँजी बजारबाट पाउन सकिन्छ अथवा ब्याङ्कबाट पाउन सकिन्छ। ब्याङ्क कोल्याटरल खोज्छ, कोल्याटरल उद्यमीसँग नहुन सक्छ, उसँग स्किल छ तर कोल्याटरल नहुन सक्छ। त्यसका अरू विकल्पहरू छन्। कोल्याटरल हुनैपर्छ भन्ने पनि होइन, लोनको ग्यारेन्टी गर्न सकिन्छ, अर्को कुनै निकायबाट लोनको ग्यारेन्टी गराउन सकिन्छ। त्यसमा अरू सुरक्षित कारोबारसँग व्यवस्था गर्न सकिन्छ। धेरै उपायहरू छन्, त्यो पनि गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि यो अलिकति हामी परम्परागत यो व्यवसाय गर्ने हाम्रो चाहिँ जुन कल्चर छ, ट्रेन्ड छ, त्यसलाई पनि चेन्ज गर्नुपर्ने भयो। अब अहिलेको चाहिँ वास्तवमा बैङ्किङ पहुँच भनेको कोल्याटरल बेस हुँदै होइन। कोल्याटरल हामी डिपाजर हुनुपर्छ, जग्गा जमिन चाहिँदै चाहिने व्यवसाय स्किल छ भने उसले चाहिँ ब्याङ्कमा गएर लोन पाउने अवस्था हुनुपर्छ। त्यसको लागि त्यही अनुसारको कानुनी व्यवस्थाहरू, त्यही अनुसारको प्रडक्टहरू डेभलप गर्नुपर्ने हुन्छ। त्यही अनुसारको हाम्रा नियामक निकायहरूले आफ्नो रेगुलेटरी मेकानिजम चेन्ज गर्नुपर्छ। हिजो सेन्ट्रल ब्याङ्कले हेर्ने रेगुलेसन, हिजो अर्को कुनै नियामकले हेर्ने रेगुलेसन अब अहिले फरक पर्छ। हिजो कोल्याटरलमै जोड दिन्थ्यो होला, अब कोल्याटरल होइन। अब तिमीले अरू हिसाबले त्यसलाई फाइनेन्सिङ गर। मैले भने जस्तो अघि सेक्युर ट्रान्जेक्सन भन्ने पनि छ होइन। त्यस्तै खालका अरू नयाँ यो वित्तीय पहुँच दिने पनि नयाँ उपायहरू पनि छन्, त्यसबाट पनि जान सकिन्छ। त्यसैले के कुरा के हो भन्दाखेरि त्यो रेगुलेसन, कानुन सुधार गर्ने कुरा पनि रेगुलर जान्छ। तर सँगसँगै मार्केट पूर्वाधार जस्तो हेर्नु 132 केबी प्रसारण लाइन प्रणालीमा नहुँदाखेरि यहाँ बिजुलीको वास्तव भने ठुलो एउटा एकदमै यो चाहिँ अनिश्चितता जस्तो थियो।
पावरको समस्या थियो। अहिले 132 किलोमिटर लाइन आयो। ठुलो पूर्वाधार त यही हो नि, एउटा त बिजुली एउटा पूर्वाधार भयो। हाइवे अर्को पूर्वाधार हुनसक्छ। हाइवे लगभग गरेको छ, क्वालिटीको हाइवे छैन। यो पूर्वाधार नहुने हो भने अब चाहिँ बागमती या त अब कुनै ठाउँमा ब्रिकनमा किन भन्दा चितवनमा अब हामीले किन भएन भन्दा त हुँदैन नि त। त्यसैले पूर्वाधार पहिलो शर्त हुन्छ, ती कुराहरू बोल्नुपर्छ। निजहरूले आफूले एक्सप्लोर गर्नुपर्छ उद्यमशीलता कहाँ छ भनेर, अलिक सकारात्मक नीतिगत सजिलो पनि गर्नुपर्छ। त्यो सबै कुराको कम्बिनेसन हुनुपर्छ जस्तो लाग्छ। त्यो भएपछि उद्यमशीलता विकास सर मैले यही एउटा पूरक क्वेसन सरलाई गरिहालेँ। जस्तो सरकारले औद्योगिक वातावरण बनाउन अथवा उद्योगलाई प्रवर्धन गर्न भन्दा 22वटा जिल्लामा चाहिँ आयकर छुट दिएको पनि छ। त्यो मध्ये एउटा कर्णाली पनि पर्छ। तर अब कतिपय जिल्लाहरू चाहिँ विकसित पनि भइसके, उनीहरूको आफ्नो आय स्रोत पनि माथि पुगिसकेका छ। त्यस्तो ठाउँहरूमा दिएको सुविधालाई पुनरावलोकन गरेर कर्णाली जस्ता ठाउँहरूमा अलिकति बेसी बढायो भने इन्करेज हुन सक्छ है सक्दैन? यसमा के छ भने नि, यसमा यो ट्याक्सको कुरामा कस्तो छ भने, करको कुरामा कर भनेको चाहिँ व्यवसाय खुल्ने बित्तिकै तिर्नु पर्दैन। तपाईँले कुनै उद्योग खोल्नुभयो भने उद्योगले नाफा गरेपछि कर तिर्ने। कुनै पनि उद्योग आज खोल्यो यही वर्ष नाफा पनि हुँदैन। एटलिस्ट अलिक ठुलो उद्योगलाई त 10 वर्ष नाफा त्यो आफ्नो कस्ट चाहिँ कभर गर्ने लाग्छ, 10 वर्षमा करै लाग्दैन। अलिक सानो उद्योगलाई 5 वर्ष लाग्ला, अझै सानो एसएमइजलाई 2-3 वर्ष त लाग्ला। भनेपछि त्यसपछि बल्ल उसलाई कर लाग्यो। सुन्ने वास्तव कर लाग्ने पनि होइन। यो कस्तो हुन्छ भने कर छुट दिने सहुलियत दिने कुरा कस्तो हुन्छ भन्दाखेरि जब व्यवसाय त्यहाँ सुरु हुन्छ, व्यवसायले माग गर्छ, त्यसपछि राज्यले यहाँ त व्यवसाय गयो, अब फस्टाउँदैछ उद्योग धन्दा, यसलाई थप इन्सेन्टिभाइज गर्नुपर्छ, थप कुरा दिनुपर्छ भने राज्यले चाहिँ अलिकति अरू इन्सेन्टिभ दिनुपर्छ। ठिक छ, तपाईँको भनेको कुरामा दुर्गम क्षेत्रमा अलिकति अल्प विकसित क्षेत्रमा चाहिँ ट्याक्सको इन्सेन्टिभ बढाइदिउँ, अवधि बढाइदिउँ भन्ने एउटा सरकारको पोलिसी हुनसक्छ। तर कस्तो भने त्यो त ट्याक्स भनेको त नाफा आएपछि गर्ने कुरा हो। उद्योग त पहिला खोल्नु पर्यो, व्यवसाय त पहिला स्टार्ट हुनु पर्यो, त्यसपछि बल्ल हामी चाहिँ ट्याक्स इन्सेन्टिभको कुरा गर्छौँ। तर ट्याक्सभन्दा महत्त्वपूर्ण कुरा सुजन चाहिँ ट्याक्स पनि एउटा हो। सुजन चाहिँ ट्याक्सभन्दा अब महत्त्वपूर्ण फ्याक्टर भनेको चाहिँ मार्केट, पूर्वाधार, पोलिसी स्टेबिलिटी, ब्युरोक्रेसी। तपाईँको चाहिँ कुनै उहाँ आफै ब्युरोक्रेसी मान्छे हो। तपाईँ एउटा उद्योग व्यवसाय गर्नलाई तपाईँ कति ठाउँ धाउनुपर्छ, कति प्रोसेस पुरा गर्नुपर्छ, कति त्यो विभिन्न निकायमा धाउनुपर्छ, निकायपछि ओभरल्यापिङ होइन, त्यो ब्युरोक्रेटिक हार्ड आश्वासहरू कति हुन्छ, के कुरा कति स्मुथ गर्न सकिन्छ, के कुरा पनि फ्याक्टर छ। गभर्नेन्सको पार्ट पनि छ त्यहाँ। शासकीय प्रबन्धहरू हाम्रो कतिका फ्रेन्डली छन्, अनलाइन सर्भिसहरू सकी छैन होइन, यो कुराहरू पनि म्याटर गर्छ। ट्याक्स एउटा पार्ट हो, तर ट्याक्स भनेको मेजर पार्ट होइन। मेजर पार्ट भनेको हाम्रो होल मार्केट, इन्फ्रास्ट्रक्चर, इनोभेसन, यो खालको चाहिँ ब्युरोक्रेटिक गभर्नेन्स, नीतिगत स्थायित्व, यस्तो कुराहरू बढी चाहिँ म्याटर गर्छ। तर अब राज्यले चाहिँ त्यो डिमान्डका आधारमा इन्सेन्टिभहरू पनि वृद्धि गर्न सकिन्छ, त्यसलाई पनि डिस्कसन गर्न सकिन्छ। अहिले पनि छ, त्यसलाई अझै भोलि यहाँ धेरै उद्योगहरू आफूले कर्णालीले राम्रै उद्यमशीलतामा काम गर्न सक्यो भने हुनसक्छ भोलि राज्यले चाहिँ ट्याक्स इन्सेन्टिभ अरू बढाइदिउँ भन्ने परिस्थिति पनि बन्न सक्छ। हस्, धन्यवाद सर। म ब्युटीजीसँग जान चाहन्छु। तपाईँले बिजनेस सुरु गर्दा खास जस्तो अब दर्ता प्रक्रियाहरू हुन्छन् होइन, भर्खर धन्यम सरले पनि भन्नुभयो, हाम्रो चाहिँ प्रोसेसहरू कतिको त्यो प्रोसेसले एउटा बिजनेसम्यानलाई डिस्करेजको मोडमा लैजान्छ। जस्तो हामी कहाँ केही उदाहरणहरू पनि सेट भएका छन् होइन, त्यसले कतिको त्यो कस्तो खालको फ्रेन्डली छ कि छैन, अथवा जे तपाईँले सोचेर जानुहुन्छ त्यो पाउनुहुन्छ कि पाउनुहुन्न, के छ तपाईँको अनुभव? अब व्यापार रेजिस्ट्रेसनको सन्दर्भमा कुरा गर्ने हो भने हामीलाई रेजिस्ट्रेसन गर्ने बेलामा चाहिँ तपाईँको प्यान कार्ड त छुट्टै छ होइन, तर डिफ्रेन्ट ठाउँमा जानुपर्ने हुन्छ कि एउटा ठाउँमा सबै काम भइदिँदैन। हामीले बिजनेस गर्ने मान्छेहरूले हिसाब किताब रेजिस्ट्रेसन के सञ्जालमा परिराख्यो भने फेरि काम हुँदैन कि। बिजनेस गर्ने मान्छेको दिमाग प्लानिङको लागि मात्रै छुट्टै राखिदियो भने, उसलाई त्यो टाइम दियो भने उसले चाहिँ बिजनेस राम्रो गर्न सक्छ। मैले एउटा सानो फर्म दर्ता गर्न चाहिँ गएको थिएँ, धेरै ठाउँहरूमा जानुपर्ने रहेछ। हामीलाई चाहिँ चाहिएको भनेको एउटा सिङ्गल विन्डो सिस्टम हो कि। अहिले हाम्रो अब बालेन सरकार आइसकेपछि, अब लेमन ल्याङ्ग्वेजमा भन्ने हो भने आइसकेपछि धेरै भाषामा मैले पनि सुनेको छु, उहाँहरूले यो कुराहरूमा एकदमै इलेक्ट्रोनिक वेमा जाने भनेर प्रोत्साहन गरिदिनुहुन्छ। धेरै आसँग यो कुराहरूमा, तर यो जुन यो ढोकामा जानुहोस्, यो नम्बर गेटमा जानुहोस्, यो नम्बर गेटमा जानुहोस् जुन छ नि, त्यो चाहिँ अलिकति त्यो प्रोसेस चाहिँ अलिकति घटाउनु पर्ने देखिएको छ। त्यो उसमा चाहिँ काम गर्न चाहिँ हामी नेपाली हो कि, हामी मजाले सामान सेल्स गर्न, प्रोसेस गर्न, मजाले
बिजनेस गर्न सक्छौँ। तर यो अब डकुमेन्टेसन कुरा भयो, त्यसपछि तपाईँको करकै सर्ने हजुरले कुरा गरिहाल्नुभयो। आयकर त पछि आउँछ कि त्योभन्दा अगाडि धेरै करहरू आउँछ होइन। म्यानुफ्याक्चरिङको केसमा पनि ट्रेडको केसमा पनि धेरै करहरू आउँछ। आयकर त पछि नै आउने हो, कमाइसकेपछि आउने हो। तर कमाउनेसम्म चाहिँ वातावरण अलिकति यो सबै डकुमेन्टेसनदेखि लिएर अकाउन्टिङदेखि लिएर अलिक गाह्रै छ कि त्यसलाई सजिलो पार्यो भने त्यो पनि गर्ने हो, बेसिक्स गर्नै पर्छ तर गर्ने हो होइन। तर त्यसलाई अलिक सजिलो प्रोसेस गरिदिइहाल्यो भने सिम्पल वेमा सबैले गर्न सक्छ जस्तो लाग्छ। हस्, धन्यवाद। हामीलाई आयोजक साथीहरूले टाइमको सीमा तोकिदिइसक्नु भएको छ। हामीसँग 15 मिनट 10 एकदम ऱ्यापिड घटिरहेको छ खास हाम्रो टाइम। हामीले केही क्वेसन तलबाट पनि लिनुपर्नेछ। त्यसका अलावा मेरो तिलक सरलाई अझै एउटा क्वेसन बाँकी नै छ। खास गरी नेपालको ब्याङ्क चाहिँ एकदमै त्यो कोल्याटरल बेसमा मात्रै सीमित हुँदाखेरि पनि कहिलेकाहीँ कोल्याटरल लिएका प्रोजेक्टहरू पनि हामीले समस्याग्रस्त बनेको देखेका छौँ। कोल्याटरलले तपाईँले दिएको लोनलाई नथिमेको पनि कतिपय स्थिति देखिएकै छ। एउटा तपाईँ अहिले हाम्रो इन्डस्ट्रीभित्र उठिरहेको आवाज चाहिँ के हो भने त्यो रिस्क एनालाइसिस गर्न सक्ने क्यापासिटी ब्याङ्किङ इन्डस्ट्रीभित्र छैन, जसले गर्दाखेरि चाहिँ कोल्याटरमा मात्रै उनीहरूको ध्यान बसिरहेको छ भन्ने तपाईँहरूलाई कता कता एउटा आरोप जस्तो पनि लाग्छ। यसलाई सरले कसरी हेर्नुहुन्छ? थ्याङ्क यू सुनिलजी। ब्याङ्कमा अहिले कस्तो छ हजुरको भनेदेखि एउटा डबल स्ट्यान्डर्ड जस्तो अहिले ब्याङ्कमा जति डकुमेन्टहरू कलेक्सन गर्छौँ, जति एनालिसिस गर्छौँ हामीले चाहिँ अहिले परियोजना व्यवसाय एनालिसिस यो इन्टरनेसनल स्ट्यान्डर्डको छ अहिलेको स्ट्यान्डर्ड चाहिँ। कागजी कारोबारहरू, त्यसको एनालिसिसहरू, फाइनेन्सियल एनालिसिस, अरू म्यानेजमेन्ट एनालिसिसहरू इन्टरनेसनल छ। तर पनि त्यसको बावजुद पनि फेरि कोल्याटरल खोज्छ। यो कोल्याटरल चाहिँ लिनु पर्दैन भन्ने राष्ट्र ब्याङ्कको पनि निर्देशन अस्तिको मोनिटरी पोलिसीमा पनि आएको छ। ब्याङ्क वित्तीय संस्था ऐनमा पनि त्यो कुराहरू छ। कोल्याटरल के हो त, खास धितो के हो त भन्ने कुरो व्याख्या छ। त्यो व्याख्यालाई वास्तवमा अदालतले पनि त्यसलाई स्वीकार गरोस्, त्यसलाई अरू इन्भेस्टिगेसनले पनि स्वीकार गरोस्। त्यो अवस्थामा ब्याङ्कले क्यास फ्लो लेन्डिङ गर्न सक्छ। तर अहिले अड्डा अदालत जसले त्यो इन्भेस्टिगेसन इनकेस बिजनेस फेल भयो र त्यहीँ इन्भेस्टिगेसन भयो भने ब्याङ्कको कर्मचारी अथवा त्यो लगानी गर्ने मान्छेलाई उन्मुक्ति, त्यसले सफाइ पाउने अवस्था पाउँछ। सुरक्षित धितो कारोबारको रेजिस्ट्रेसनको कुरा गर्नुपर्छ भने त्यो अहिले साँच्चै भन्दा एउटा फर्मालिटी पुर्याउने बिरालो बाधो जस्तो भएको छ। त्यसले चाहिँ उद्योगिक व्यवसायले आफ्नो चाहिँ स्टकहरू बेचेर गयो, रिसिभेबलहरू छोडिदियो, रिसिभेबल लिएर गयो भनेदेखि हामीले त्यसलाई केही गर्न सक्दैन। त्यो एउटा फर्मालिटी भएको छ, एउटा एडिसनल फर्मालिटी भएको छ। त्यो बिस्तारै सुधार होला आवश्यक भनेर त्यसले केही काम गर्न भन्ने आशा गर्छु म। विशेष गरी हजुरले भन्नुभएको त्यो क्षमता नभएको होइन, दुई किसिमको क्षमता भयो चाहिँ। त्यो एउटा त एनालिसिस गर्दाखेरि कम्प्लिट डकुमेन्ट चाहिने, कम्प्लिट चाहिँ फाइनेन्सियल एनालिसिसहरू गर्ने, म्यानेजर एनालिसिस गर्ने, सप्लाई एन्ड डिमान्डको एनालिसिस गर्नेका थियो। फेरि धितो पनि नछोड्नु। त्यसको त्यो धितो छोड्नलाई हाम्रो टोटल स्ट्रक्चर सिस्टममा, राज्य व्यवस्था सिस्टममा चेन्ज आउनुपर्छ जस्तो लाग्छ मलाई। ब्याङ्कहरू यसमा सक्षम छ। एउटा कुरा म थप्न चाहेछु के भने लास्ट इयर म यहाँ आउँदाखेरिमा हजुरको कस्तो अनुभव भने मुख्यमन्त्रीलाई भेट्न जाँदाखेरिमा 2-3 फ्यान 2-3 राखेर बस्नुभएको, एसी नचल्ने। मेरो ब्याङ्कको चाहिँ कम्प्युटरहरू सट डाउन हुने, प्रोसेसिङ ढिला भयो। मलाई कस्तो लाग्यो त्यति बेला सुन्दाखेरि 42-44 सालमा राजा वीरेन्द्रले यहाँ जति वीरेन्द्रनगर भन्ने नाम राख्दा जति पावरको व्यवस्था गराएको छ त्यसपछि व्यवस्थै भयो। तर अहिले आउँदाखेरि सब स्टेसनदेखि ट्रान्समिसन लाइनदेखि 132 kV अब बल्ल विकास पूर्वाधार। यो बताएर एउटा डेरी पनि नचल्ने, एउटा राइस मिल नचल्ने। हजुरको सामान्य से सामान्य उद्योग हामीले एउटा त्यो फिड इन्डस्ट्रीमा गरेको, फिड इन्डस्ट्रीले भन्यो मैले त्यो ठुलो लिएर आउँदैछु, पावर ब्याकअप लिएर आउँदैछु, यसमा समस्या हुँदैन भन्नुभयो होला हाम्रो ईश्वरमा। त्यो समस्याहरू छ। पूर्वाधारकै कुरा हो, पूर्वाधार भयो भने उकालो चढ्छ। विकास चाहिँ फाइनेन्सिङ पनि उकालो बोर्डरबाट नेपाल जनरल यता आउँछ, एउटा कुरा। अर्को कुरा यहाँका उद्योगपति व्यवसायीले
किसानहरूले चाहिँ यहाँ विश्वास गर्नु पर्यो, आफैलाई कन्फिडेन्समा राख्नु पर्यो। यहाँका जुन माथिल्लो पहाडी क्षेत्रमा उत्पादन भएका घरेलु रैथाने बालीहरू छन्, जस्तो अहिले कोदो, फापर, मासे, चामल, सिमी यस्ता छन्। यसको विकासको लागि हामीले कम ध्यान दिए जस्तो लाग्छ। अर्को त्यसै गरी यो यहाँका चाहिँ गाई बाख्रा पालनहरू गर्ने यसका ऊनहरूको जुन इन्टरनेसनल मार्केट छ त्यसमा पनि कम ध्यान दिएको जस्तो लाग्छ। यसमा केही पोलिसीको कुराहरूमा भयो भने हामी त साँच्चै भन्दा चाहिँ एउटा कर्पोरेट बिजनेसम्यान हो, जहाँ अपर्च्युनिटी छ त्यहाँ खोज्दै हिँड्छौँ। जसरी उद्योग व्यवसाय उहाँहरू पहिनुहुन्छ, हामी पनि लगानीका चाहिँ कसले पैसा लिन्छ, आउनुहोस् पैसा लिन आउनुहोस् भनेर हामी पुऱ्याइरहेका छौँ। आउनुहोस् पैसा लिन आउनुहोस्, अहिले पनि म तपाईँलाई आह्वान गर्छु, आउनुहोस् पैसा लिन आउनुहोस्, हामी लगानी गर्न तयार छौँ। थ्याङ्क यू। हस् सर, मैले धनराम सरसँग एउटा किन यो महत्त्वपूर्ण छ भने उहाँ चाहिँ अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, जो चाहिँ नेपालमा ऋण लिने एउटा महाशाखा छ त्यसको प्रमुख हुनुहुन्छ, खास गरी बाह्य ऋण लिने। यो नेपालमा बेला बेलामा एउटा भाष्य भन्छ, नेपालीको टाउकोमा यति ऋण पुग्यो, यो चाहिँ मान्छेको टाउकोको गणना गरेर ऋणलाई क्यालकुलेसन पनि गरिन्छ। ठ्याक्कै धनराम सर ऋणै लिने ठाउँमा भयो हुनाले यसको के हो, विधि प्रक्रिया के हो, यो साँच्चै नेपालीले तिर्नुपर्ने ऋण हो कि होइन? धन्यवाद सुजनजी। यो धेरैलाई क्वेसन गराएको चाहिँ अहिले आजले समाज सञ्जालमा परेको त्यो बहस पनि सुनिन्छ, ऋण यति पुग्यो, उति पुग्यो, यति टाउको पुग्यो, यति टाउकोमा यति पुग्यो प्रत्येक नेपालीको भन्ने पुगिन्छ, बहस सुनिन्छ। अब ऋण भनेको सामान्यतया के हो, सिम्पल भाषामा भन्छु, ऋण भनेको राज्यको आफूले आफ्नो स्रोत, आफ्नो लागि चाहिने स्रोत व्यवस्थापन गर्न आफ्नो स्रोत नपुगेपछि हामीले अरू विकल्प लिनुपर्छ। जसरी व्यक्तिले लिन्छ, व्यक्तिले जसरी लिन्छ, व्यक्तिले जसरी आफ्नो लागि लोन लिन्छ, त्यसरी राज्य सरकारले पनि आफ्नो लागि लोन लिन्छ। त्यो डोमेस्टिक पनि लिन्छ, फरेन पनि लिन्छ, हामी वैदेशिक सहायता वैदेशिक पनि लिन्छौँ। अब ऋण लिँदा हुन्छ हुँदैन भन्ने एउटा बहस छ। जस्तो अब मैले सामान्य उदाहरण लिन्छु, जस्तो अहिले हामीलाई चाहिँ कुनै एउटा हाइड्रो पावर प्रोजेक्ट गर्नु छ, स्टोरेज प्रोजेक्ट बनाउन खोज्दैछौँ हामी, त्यही कारण मैले स्टोरेज प्रोजेक्टको उदाहरण दिएँ। एउटा स्टोरेज प्रोजेक्ट बनाउन सक्यो भने 5-7 वर्षमा प्रोजेक्ट बन्छ, त्यसले वर्षको अरबौँ रेभेन्यू दिन्छ। अब वर्षको अरब रेभेन्यू दिन्छ, त्यसले 5-6 वर्षमा त्यसले त्यो चाहिँ ऋणै लिएर बनायो भने 10-5 वर्षमा त्यसले लोन तिर्न सक्छ त्यो हाइड्रो पावर प्रोजेक्टले। अब हामी चाहिँ राजस्वले चाहिँ हाइड्रो पावर प्रोजेक्ट बनाउन सक्दैनौँ। अब हामी चाहिँ जहिले राजस्वले पुग्ला तैले त्यो स्टोरेज प्रोजेक्ट बनाउने भनेर बस्ने कि हामी अहिले बनाएर बरु लोन चाहिँ तिर्ने, कुन विकल्प ठिक होला तपाईँहरूले पनि एकचोटि सोच्नु होला। मेरो विचारमा पक्कै पनि लोन लिएर भयो भने स्टोरेज बनाउँ, रेभेन्यू उठाउँ, तिरौँ, अनि त्यसपछि हामी बाँकी त फेरि लोन तिर्सेपछि त फेरि हाम्रै हो भन्ने त्यो एप्रोच चाहिँ ठिक हुन्छ होला। त्यही हो हाम्रो पनि एप्रोच जस्तो भने। अब जुन पूर्वाधारहरू हामी अहिले रेभेन्यूबाट गर्न सक्दैनौँ, आवश्यक छ रिसोर्स हामीलाई उपलब्ध हुन्छ, कन्सेसनल रिसोर्स, सहुलियतपूर्ण ऋण हो, त्यो सहुलियतपूर्ण ऋण लिउँ, बनाऊ, त्यसले चाहिँ ऋण तिर्न सकिन्छ भन्ने हिसाबले राज्यले एउटा प्रोजेक्ट हेरेर त्यसमा लोन लिने हो। अब संसारभरिको उदाहरण लिनु छ भने अहिले विकसित भएका मुलुकहरू, दक्षिण कोरिया सबभन्दा पछिल्लो उदाहरण, जुन चाहिँ विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्कबाट लोन लिएर अहिले एउटा संसारकै एउटा दात्री निकायको दात्री मुलुकको रूपमा स्थापित भएको छ होइन। चाइना अझै पनि लिन्छ, तर उसले अहिले पनि डोनर भइसक्यो। त्यसपछि गएर के अरे टर्की अर्को एउटा त्यस्तै डोनर मुलुक भइसक्यो। इन्डिया अहिले पनि लिन्छ, तर डोनर मुलुक भइसक्यो होइन। त्यसै गरी अरू चाहिँ नयाँ डेभलपिङ कन्ट्रीको कुरा गर्नुहुन्छ भने पनि कतिपय अफ्रिकन कन्ट्रीहरू अहिले रुवान्डा भयो, त्यसपछि गएर इथियोपिया भयो, यस्ता मुलुकहरूले लोनबाटै गरेको छ। त्यसैले हामीले लोन लिनु हुँदैन भन्ने भाष्य राख्नु हुँदैन। लोन चाहिँ किन हामीले लोन कहाँ लगाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण हो। लोन तपाईँ हामीले लोन लिँदैन र ब्याङ्कमा गएर हामी के त्यो लोन लिएको गलत हो र होइन। देशले पनि के हो भने कहाँ कुन प्रोजेक्टमा लगाउँछ, हामी एउटा हाइवे बनाउँदाखेरि त्यो हाइवेले यति धेरै अपर्च्युनिटीहरू क्रिएट गर्छ कि, यति धेरै उद्यमशीलता यो उद्योग धन्दाहरू खोल्छ कि त्यो गर्ने नगर्ने। एउटा ट्रान्समिसन लाइनको प्रोजेक्ट बनाउँदाखेरि अहिले 132 बनाउँदाखेरि यति भयो भन्यो नि अहिले हामीले, त्यो गर्ने कि नगर्ने त अब राज्यले गर्नै पर्छ, आँट गर्नै पर्छ। खालि कुरा के हो भने कन्सर्न गर्ने के हो भने कहाँ जान्छ हामी लोन, कस्तोमा लोन लगाउँछौँ, त्यसले भोलि चाहिँ रेभेन्यू दिन सक्छ कि सक्दैन, त्यो भोलि राज्यले कसरी तिर्ने भन्ने कुरामा चाहिँ पक्कै पनि चासो राख्नुपर्छ। जस्तो अहिले नै हेर्नुहुन्छ भने हाम्रो साउथ एसियामै पाकिस्तान, श्रीलङ्का, मालदिप्स जस्ता मुलुकहरू चाहिँ लोनको कारणले अलिकति समस्यामा परे। किन समस्यामा पऱ्यो भन्दा ती मुलुकहरूले बाह्य लोन मार्केटबाट उठाए। मार्केटबाट उठाएको लोन अलिकति महँगो पर्छ। अब महँगो लोनलाई सही ठाउँमा प्रयोग गर्न सकिएन भने तिर्न सकिँदैन। तर नेपालको अहिलेसम्मको अवस्था के हो भने हामीले पनि बाहिर मार्केटमा लोन लिएका छैनौँ। हामीले यस्ता बहुपक्षीय साझेदारसँग लिएका छौँ, जो कन्सेसनल छ। 30 वर्ष 40 वर्षको लोन तिरेर पुग्छ। अहिले हामीले ब्याङ्कमा 10 वर्ष 5 वर्ष लोन पाउनुहुन्छ। हामीले
विश्व बैंकसँग 30 वर्षको लोन लिएका छौँ, एसियाली विकास बैंकसँग 35 वर्षको लोन लिएका छौँ, 1.5% दरमा 1% दरमा त्यो लिएर हामीले पूर्वाधार काम गर्ने कि नगर्ने। त्यसैले यो लोन लिन हुँदैन, लोन चाहिँ लिँदै राजनीतिक बोकायो नारीको टाउकोमा भन्ने भाष्य त्यो गलत छ। यदि मुलुकको तीव्र विकास गर्ने हो भने मुलुकले प्रोजेक्ट अरू बनाउनुपर्छ, अरू लोन लिनुपर्छ र मुलुकलाई छिटो विकासको गतिमा अगाडि बढाउनुपर्छ। धन्यवाद धन्यवाद सर। हामी 3वटा मात्र प्रश्न लिन्छौँ, कृपया यसभित्र रहेर प्रश्न गरिदिनु होला। नमस्ते, मेरो नाम परवेश रिजाल, मेरो घर चाहिँ छाना राणा नगरपालिका गम्बडी मुगु। मेरो चाहिँ प्रश्न रहेको छ सानो। नेपालमा अहिले 94,000 प्रत्येक व्यक्ति पुगेको छ र एउटा व्यक्ति बराबर ऋण करिब 50 लाख युवाहरू विदेशिएका छन् र प्रत्येक वर्ष रेमिट्यान्स आइरहेको छ र ऋण पनि बढ्दै गएको छ। कसरी त्यो ऋण बढ्दै गएको छ र कसरी रेमिट्यान्स भित्रिएको छ? अहिलेको यो सरकारले ऋण संसदमा कुनै पनि पार्टीबाट सहमति नगरेर एउटा व्यक्तिले ब्यालेन्स हाले मात्रै गरेको भनिन्छ। धन्यवाद। हस्, धन्यवाद। धन्यवाद सरले जवाफ दिनु पर्ला जस्तो लाग्यो। मैले भर्खर पनि लोनको कुरा गरेँ, ऋण मात्रै बढेको होइन, त्यसको आय पनि बढेको छ होइन। तपाईँले के हेर्नुपर्छ भन्दाखेरि कुल गारस उत्पादन भन्छ, जिडिपी भन्छ हामी, जिडिपीको आकार पनि बढेको छ, लोनको आकार पनि बढेको छ। हामीले तुलना गर्दाखेरि लोन र जिडिपीको रेसियो हेर्नुपर्छ। त्यो भनेको हाम्रो 40-42% विगत 5-7 वर्षदेखि त्यो कन्सटेन्ट छ। त्यसैले त्यसको आय बढेपछि लोन पनि बढ्छ, आय बढेपछि लोन तिर्न सकिन्छ नि त, फेरि हाल्न सकिन्छ नि त। त्यसैले हामीले लोन मात्रै बढेको, एमाउन्ट मात्रै बढेको हेर्नु हुँदैन, लोनको परिमाण बढेको हो तर राष्ट्रिय आय पनि त बढेको छ नि, त्यसमा लगाएर हेर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा, सरकारले लिने कुराको लागि संसदको स्वीकृति चाहिने। संसदले स्वीकृति दिने केमा हो भन्दाखेरि संसदले टोटल एमाउन्ट यो आर्थिक वर्षमा यो सरकारले कति लोन लिन सक्छ भन्ने कुरा चाहिँ संसदले पहिल्यै स्वीकृति दिएको हुन्छ। त्यो स्वीकृति दिएको सीमाभित्र हुन्छ र हाम्रो कानुनले सार्वजनिक ऋण व्यवस्थापन ऐन भन्ने हामीसँग ऐन छ। त्यो ऐनले के भन्छ भन्दाखेरि कुल गारस उत्पादनको 1/3 33% भन्दा बढी लोन लिन पाइँदैन, लोन स्टक त्यहाँभन्दा बढी हुँदैन भन्छ। अहिले हामीसँग त्यो स्टक भनेको अराउन्ड आजको मितिमा 28-29% मात्रै छ। भनेपछि हामी त्यो सीमाभन्दा तलै छौँ। भनेपछि हामीले त्यो कानुनले पनि को सीमाभित्र छौँ। हरेक वर्ष सरकारले पास गरेको संसदले पास गरेको सिलिङको तल छौँ। तर यो के होइन भने अब सरकारले चाहिँ हरेक चाहिँ लोनलाई संसदमा गएर चाहिँ सोध्दैन। यो हाम्रो प्र्याक्टिस पनि होइन, कार्यकारीले त्यो अधिकार प्रयोग गर्छ, तर संसदले बोलाएको कानुनको अधिकार। हस्, धन्यवाद। मलाई लाग्छ प्रश्नको उत्तर आउनुभयो जस्तो लाग्छ। हामी 2टा मात्र, कृपया हामी 2टा मात्रै प्रश्न लिन्छौँ। यहाँ टोपी लाउने सरले हात उठाउनु भएको छ, कृपया यता पहिला माइक। नमस्कार, म गोविन्द पाण्डे जुम्ला। एउटा कुरा नि सर, निरायण सरलाई सोध्न खोजेँ, कुनै पनि बैंक वित्तीय संस्था अथवा अरू पनि कुनै प्रोजेक्टले सेयर जारी गर्छ, प्रारम्भिक सेयरमा के हुन्छ भने 10 अर्ब मागेको हुन्छ, 40 अर्ब पैसा सेयर हालिन्छ, 30 अर्ब युटिलाइज गर्न नसकेर फिर्ता दिन्छ मार्केटमा। एकातिर हामी के भन्छौँ भने पैसा नपुगेको कारण प्रोजेक्ट गर्न सकेन भन्छ। राज्यले ठुल्ठुला प्रोडक्टिभ प्रोजेक्टहरू लिएर त्यो सबै पैसा चाहिँ पुनः गर्न सक्थ्यो नि, यस बारेमा अलिकति। बुझ्यो। यस्तो पनि तपाईँको प्रश्न जायज छ। एकातिर पैसा छ, सरकारले पैसा भन्छ, यही मिसम्याच भएको भन्ने कुरा हुन्छ। सरकारलाई धेरै खर्च गर्ने भन्दा पनि सरकारले भन्दा प्राइभेट सेक्टरमा खर्च गर्नुपर्छ। निजी क्षेत्रको उद्यमशीलता हुन्छ, निजी क्षेत्रको त्यो चाहिँ इफिसियन्सी हुन्छ, त्यो इफिसियन्सी सरकारसँग हुँदैन। त्यसैले हामीले के मान्यता राख्नु हुँदैन भने सरकार सबै बजारको पैसा सरकारले लिनुपर्छ, सरकारले खर्च गर्नुपर्छ भन्ने हुँदैन। तपाईँले हेर्नुभयो भने पनि इफिसियन्सीकै कुरा गर्नुहुन्छ भने सरकारभन्दा बढी नै इफिसियन्सी निजी क्षेत्रकै हुन्छ। त्यसैले हाम्रो कुरा कोसिस भनेको निजी क्षेत्रको वातावरण, निजी क्षेत्रले लगोस् हो, त्यही नै बढी जाओस्, क्यापिटल त्यही इन्जेक्ट होस्, निजी क्षेत्रले नै आफ्नो उद्यमशीलता विकास गरोस् भन्ने हो। तर अब सँगसँगै सरकारले पनि लिनुपर्छ, फेरि के के मार्केट उठाएको पनि छ। अहिले पनि सरकारले एउटा अनुशासन गरेर उठाउँछ, एउटा कानुन गरेर उठाउँछ। हामी जति चाहिन्छ त्यो हाम्रो एउटा थ्रेसहोल्ड हरेक वर्ष संसदमा हामीले चाहिँ एउटा यदि हामी उठाउँछौँ भने हामी त्यो पेस गर्छौँ। सरकारले त्यो संसदबाट स्वीकृति लिएका हुन्छौँ, त्यो स्वीकृतिको सेवा गरेर सरकारले उठाउँछ। तर हामीले के मान्यता राख्नु हुँदैन भने सरकारले मात्रै सबै काम गर्नुपर्छ। सरकारको विशेष छ, कुन त्यस्तो सरकारको विशेष छ? सरकारको विशेष त प्राइभेट सेक्टरको सकिन्छ आफ्नो संसारभरि। तपाईँ डेभलप कन्ट्रीको हेर्नुहोस् न, कुन मुलुकमा चाहिँ सरकारले गरेर विकास भएको छ? विकास त निजी क्षेत्रले गर्दाखेरि भएको छ। त्यसैले हामीले के मान्यता राख्नु हुँदैन भने सरकारले धेरै खर्च गर्नुपर्छ। सरकारले खर्च गर्दा इफिसियन्सी आउँदैन, हेर्नुहोस्, सरकारसँग उद्यमशीलता हुँदैन। हामीले सरकारी संस्थानको कुरा हेर्नु न,
कुन चाहिँ सानो संस्थाले हाम्रो चाहिँ डेलिभरी दियो त हिजोको दिन? त्यो किन भएन? उद्यमशीलता छैन सरकारसँग, प्राइभेट सेक्टरसँग उद्यमशीलता छ, स्किल छ, उसलाई आइडिया छ, उसँग उसलाई पो हामीले फेसिलिट गर्ने हो त, उसलाई पो पैसा जुटाइदियो त हामीले। त्यसरी हामीले सरकारले खर्च गर्नुपर्छ भन्यो भने सरकारको फेसिलिटी त्यो हुँदैन। त्यस कारण हामीले चाहिँ प्राइभेट सेक्टरलाई नै फेसिलिट गर्ने। हस्, धन्यवाद सर। नमस्कार। एउटा मात्र क्वेसन कृपया। नमस्कार, म रमेश विश्वकर्मा 8 दैलेबाट। अनि मेरो प्रश्न चाहिँ धनीराम सरलाई नै छ। कर्णाली उत्सवको अघिल्लो सत्रमा एकजना अर्थ सचिवज्यूले नै भन्नुभएको थियो अर्थ मन्त्रालयमा बजेट तर्जुमा गर्दा मन्त्रालयमा जसको पहुँच बढी भयो वा जसले बढी टेबल ठटाउन सक्यो, उहाँको भाषामा जसले बढी टेबल ठटाउन सक्यो, चाहे त्यो राजनीतिक क्षेत्रको होस् वा ब्युरोक्रेटिक क्षेत्रको होस्, त्यो भन्दै गर्दा अहिले अर्थ मन्त्रालयमा हाम्रो अघिल्लो सत्रमा हुनुहुन्थ्यो अर्थ सचिवज्यू र अहिले सहसचिवज्यू एक कर्णालीकै हुनुहुन्छ। अघिल्लो वर्षको तुलनामा अहिलेको वर्षको आर्थिक वर्ष 83-84 को बजेटमा कर्णालीले अघिल्लो वर्षको भन्दा केही फरक मात्रामा बजेट पाउँछ कि पाउँदैन? धन्यवाद। अब अहिले नै बजेट पास गर्ने भनेर मैले भन्ने अधिकारको म राख्दिनँ। अर्थमन्त्रीले बजेट बनाउने हो, पार्लियामेन्टमा पेश हुन्छ। अहिले मैले यदि यस्तो हुन्छ भन्दै भने त फेरि मलाई भोलि कारवाही होला नि, फेरि त्यो विचार गर्नुपर्छ मैले। तर म तपाईँको कुरामा के मान्यतामा सहमत छु भन्दाखेरि स्रोत साधनको विनियोजन गर्दाखेरि न्यायोचित विनियोजन हुनुपर्छ। भौगोलिक हिसाबले अरू जहाँ निड छ, जहाँ आवश्यकता छ त्यो अनुसार पाउनुपर्छ। कुनै व्यक्ति कुनै पहुँचवालाको क्षेत्रमा त्यो उसको चाहिँ पोलिटिकल कन्स्टिट्युन्सीमा या कुनै बायसनेस भएर स्रोत विवाद हुनु हुँदैन भन्ने तपाईँको सिद्धान्तसँग चाहिँ म सहमत छु। त्यो ब्रेक गर्नुपर्छ। यदि जो भएको दिन भएको थियो त्यो करेक्ट गर्नुपर्छ। अब आशा गरौँ यो सरकारले त्यसो नगरोस् होइन, त्यो म पनि अपेक्षा गर्छु। तर अब अहिले नै मैले कसरी गर्छु भने त म भन्दिनँ। त्यो चाहिँ फेरि अर्थमन्त्रीको अधिकार हो, त्यो पार्लियामेन्टमा तपाईँले सघाउनुहुन्छ कसरी स्रोत विवाद हुन्छ भन्ने कुरा। तर चाहिँ सिद्धान्तसँग चाहिँ म सहमत छु। हस्, धन्यवाद सर। एकदमै छोटोमा हामी एउटा मात्रै क्वेसन उहाँ उठिरहनु भएको छ, एउटा क्वेसन लिन्छौँ कृपया प्लिज। सम्पूर्णमा नमस्कार। मेरो नाम दिलबहादुर रोपैया, सिजा गाउँपालिका जुम्ला। मेरो प्रश्न धनीराम सरलाई छ। उहाँको कुरा सुन्दा अनि कुनै उद्यमी गर्दा अथवा व्यवसाय गर्दा आफ्नो फ्रेन्डसिप हुने र फ्रेन्डसिप राम्रो भयो भने अर्थात् उहाँको कुरा अनुसार राजनीतिक ठाउँमा अगाडि बढ्यो भने राजनीतिकै कुरा अथवा राजनीतिज्ञको झोला बोक्यो भने मात्र उद्यमशीलता फस्टाउँछ भन्ने जस्तै लाग्यो मलाई। त्यसैले गर्दा पहिलाको सरकार र अहिलेको सरकारमा हामी के डिफ्रेन्ट पाउँछौँ? पहिलाको सरकारमा धनी मान्छेले मात्रै व्यवसाय गर्ने जस्तै ट्रेन देखियो, म्यामले भने जस्तै एउटा फाइल अर्कोमा अड्काउँछ, अर्को फाइल अर्कोमा अड्काउँछ। त्यो र अहिलेको ब्यालेन्स सरकारमा हामीले के भिन्नता पाउँछौँ? अहिलेको सरकारमा आश गर्ने कि पहिलाको सरकारको तुलनालाई कसरी समाधान गर्ने? हस्, धन्यवाद। मैले यसमा तपाईँलाई अलिक बुझाउन सकिने जस्तो लाग्यो। मैले त्यसो भनेको छैन। मैले के भनेको छु भन्दाखेरि समस्याहरू छन्, समस्या नभएको हुँदै होइन, त्यो मैले भनेकै छैन। किनभने समस्या हुँदैन थियो भने त देश अलि राम्रै अवस्था पनि हुन्थ्यो होला। समस्या छ, हुँदै नभएको पनि होइन भने मैले मात्र भन्नु खोजेको, हुँदै नभएको पनि होइन। तर हामीले योभन्दा अलिक छिटो चाहिन्छ, अलिक तीव्र चाहिएको छ हामीलाई। त्यो सुधार गर्ने ठाउँ छ भने नि मैले हाम्रो ब्युरोक्रेटिक हेसेल छ भने म आफै ब्युरोक्रेसी मान्छे ब्युरोक्रेटिक हेसेल भनिरहेको छु होइन। अटोमेटिक डिजिटलाइज गरौँ सर्भिसहरू भनेको छु, ट्रान्सपरेन्सी बढाउँ, पूर्वाधार बनाउँ भनेर त भनिरहेको छु। मैले त्यो कुरा त राखेँ नि त। त्यसै अरू कानुन अपराधी सबै पनि भने नि जस्तो साना उद्यमीहरू लोन पाएको छैन, कोल्याटरल बेस्ड लोन भयो, जग्गा जमिन राख्नुपर्छ, त्यो हुँदैन। स्किलले पनि उसले काम गर्न पाउनुपर्छ, त्यसको लागि केही कानुन व्यवस्था गर्नुपर्छ। त्यो हामी गर्न खोज्दैछौँ। अहिले नयाँ सरकार आएको छ, यो सरकारमा कानुन पास गरेर अलिकति फास्ट ट्र्याक गर्न सकिन्छ। मेजोरिटी गभर्मेन्ट छ, अलि छिटो काम गर्न सकिन्छ। त्यो पनि हामीले कोसिस गर्दैछौँ भने मैले त भने त मैले के मात्रै भनिनँ भन्दाखेरि केही पनि भएको होइन भन्ने भाषा चाहिँ नगर अलिअलि भएको पनि हो। तर योभन्दा तीव्र विकास गर्नको लागि चाहिँ धेरै कामहरू गर्नको लागि चाहिँ त्यो गर्नुपर्छ भनेको छु मैले अन्यथा चाहिँ भनेको छैन है। हस्, धेरै धेरै धन्यवाद। यहाँ धेरै आँट थियो, हामीले क्वेसन लिन सकेनौँ किनभने होइन, बरु अहिले हामी इन्फर्मल छलफलमा उहाँहरू यहीँ हुनुहुनेछ होइन। अहिले एकछिनमा हामी यहीँ छलफल यो हाम्रो औपचारिक सत्र सिद्धिएपछि फेरि हामी तपाईँसँग इन्फर्मल गफ होला। किनभने धेरै साथीहरूले प्रश्न गर्नको लागि उठाइरहनु भएको छ। उहाँ क्याब आउने साथीले पनि मागिरहनु भएको त्यो समय मैले माफ गर्नुहोला। खास गरी हामीले
कर्णाली यो विकटभन्दा पनि सम्भावनाको ठाउँ किन देखेको हो भने यहाँ उद्योगको करिब 46% मात्रै उपयोग छ। यसको अर्थ हामीसँग अझै 54-55% हामीसँग क्षमता युटिलाइजेसन गर्ने क्यापासिटी छ भन्नुको अर्थ कहीँ न कहीँ यहाँ एउटा ठुलो हामीलाई सम्भावना देखिन सक्छ। त्यसै गरी यहाँको जडीबुटी, पर्यटन, जलविद्युत, प्राकृतिक ग्यास लगायतका क्षेत्रमा उद्योगको प्रचुर सम्भावना छ। त्यसै गरी हाई भ्यालु र लो भोल्युम उत्पादनमा पनि हामी लाग्न सक्छौँ। यहाँ ब्याङ्कर यहीँ आउनु भएको छ, उद्यमी यहाँ आउनु भएको छ। भोलि कुनै न कुनै रूपमा यहाँ उहाँहरूको उपस्थिति रहने नै छ भन्ने मलाई लाग्छ। नेपाल ब्याङ्कको त यहाँ आफ्नै एक्सपोजर पनि ठुलो छ, त्यस कारणले गर्दा अझै पनि उहाँले नयाँ नयाँ बिजनेसको लागि एउटा खालको हेरिरहेको जस्तो देखिन्छ। त्यसै गरी धनराम सरले पोलिसीमा हामीले कहाँनिर सहजीकरण गर्न सक्छौँ भन्ने विषयमा पनि हामीले गफ गऱ्यौँ। उद्यमशीलताको सवालमा गौतीजीसँग हामीले गफ गऱ्यौँ। त्यसै गरी तिलक सरले पनि नेपालको ब्याङ्किङ इन्डस्ट्री र यो क्षेत्रले अब आफूलाई कहाँनिर रिफर्म गर्नुपर्छ भन्ने विषयमा पनि गफ गऱ्यौँ। तीनैजना प्यानलिस्टलाई धेरै धेरै धन्यवाद। सहभागी सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। म सुजनले पनि बिदा हुन्छु। नमस्कार। हेलो, भर्खरै सकिएको सेसन थियो उद्यमशील समाज उजेलो अर्थतन्त्र र यस सेसनका वक्ताहरू हुनुहुन्थ्यो तिलकराज पाण्डे, प्रमुख कार्यकारी अधिकृत नेपाल ब्याङ्क लिमिटेड, धनराम शर्मा, सहसचिव अर्थ मन्त्रालय, ब्युटी सराफ आइबिबी र यस सेसनको सहजकर्ता हुनुहुन्थ्यो सुजन ओली। यहाँहरू सबैलाई धन्यवाद। र यहाँहरूलाई नासो प्रदान गर्नका लागि म आयोजकको तर्फबाट खगेन्द्र पुरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अबको सेसन रहेको छ पोजिसन कर्णाली। यस सत्र सञ्चालन गरिदिनु हुनका लागि म अध्यक्ष हरिहर न्यौपाने